मैले पनि फेसबुकमा काम गरेको थुप्रै वर्ष भइसक्यो। करिब मैले फेसबुक खोलेको 17-18 वर्ष भइसक्दा पनि अहिलेसम्म म लागिरहेकै छु है त। त्यसैले जीवनमा कुनै पनि काम गर्दाखेरि कन्टिन्युटी भन्ने कुराहरू सधैँ एकनासको हुनुपर्छ। आउँछ जीवनमा उतार चढाव भन्ने कुराहरू, तर ती उतार चढावलाई पन्छाउँदै आफू कुन बाटोमा हिँडिरहेको छु है, सबैभन्दा पहिला आफू हिँड्ने बाटो चाहिँ सही हुनुपर्छ। यदि आफूले हिँड्ने बाटो सही भयो भने एक दिन सफलता अवश्य पनि पाइन्छ। म मेरै म्युजिक फिल्डमा लागेको 10 वर्षभन्दा बढी हुँदैछ, तर पनि म केही गर्छु भनेर म्युजिक फिल्डमा पनि लागिरहेकै छु। प्लिज तपाईहरूले मेरा गीतहरू हेर्नु भएको छैन भनेपछि सिपी परियार युट्युब च्यानल हेर्न सक्नुहुन्छ र अन्य गीतहरू अरूको च्यानलहरूमा पनि छ है। तपाईहरूले सिपी परियार मेरो युट्युबमा नाम सर्च गर्नु भए पनि मेरा गीतहरू, मैले गरेका कर्महरू त्यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। जीवन एकदमै समयका चक्रसँग चल्न सक्नु पर्दछ। सायद समयसँगै म पनि चल्न सकेको छैन। आज जीवनमा करिब सङ्गीतको 10 वर्ष पार गर्दा मैले सङ्गीतको एउटा राम्रो शिक्षा हासिल गर्न पाएको छु है। सङ्गीतमै केही गर्छु भनेर मैले म्युजिक एरेन्जमेन्टको कोर्स गरेको छु। अबको केही दिनपछि मेरा आफ्नै म्युजिक एरेन्जमेन्ट गरेका मेरा आफ्नै शब्द सङ्गीत मेरो आवाजमा थुप्रै गीतहरू तपाईँहरू सुन्न पाउनुहुनेछ र देख्न पाउनुहुनेछ। त्यसैले प्लिज सपोर्ट गर्नुहोला। तपाईँहरू बिना हामी केही पनि होइनौँ। त्यसैले तपाईँहरूको साथ, सपोर्ट, माया, स्नेहको एकदमै खाँचो छ हामीलाई। ओके साथीहरू, जीवन सङ्घर्षको एउटा मैदान हो। त्यसैले हामीले मैदानमा उत्रिसकेपछि हार जित त हुन्छ। एक दिन हार्दैमा हाम्रो जीवन सकिन्छ भन्ने हुँदैन। अर्कोचोटि हामीले जित्ने प्रयास गर्नुपर्छ र प्रयास गर्ने क्रममा हामी जीवनमा एकदमै सफल हुन सक्छौँ र सफल पनि हुन्छौँ। त्यसको लागि धैर्यता भन्ने एकदमै आवश्यक छ। निरन्तर कर्म गर्दै जानुपर्छ अनि सफलता हाम्रै हातमा हुन्छ। अनि त्यसपछिको सफलतापछिको जिन्दगी त कति रमाइलो हुन्छ है। ओके साथीहरू, भिडियो कस्तो लाग्छ मन परे सेयर गरिदिनु होला। अनि मेरो च्यानल, युट्युब च्यानल द सिपी परियार युट्युब च्यानल, अनि मेरो अफिसियल मेरा गीतहरूको च्यानल सिपी परियार च्यानल, अनि मेरो फेसबुक प्रोफाइल सिपी परियारलाई माया गरिदिनु होला। ओके साथीहरू, बाई।